हेलो एन्ड नमस्ते, वेलकम टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म काठमाडौँदेखि पिसफुल ठाउँतिर जाँदैछु, मेरो आफ्नै गाउँ। सो आज तपाईँहरूलाई चाहिँ म मेरो आज काठमाडौँदेखि मेरो गाउँसम्मको यात्रा के कस्तो हुन्छ त्यो देखाउने प्रयास गर्नेछु। सो स्टे ट्युन गाइज, हेर्दै गर्नु होला है त। अहिले चाहिँ म यति बेला ठ्याक्कै थानकोट चेकपोस्ट पुग्न लागेँ है। धेरै पछि फेरि भ्लग बनाउँदैछु। लाइफमा कति कुराहरू चेन्ज भयो, म पनि चेन्ज भएँ, तर यो भ्लग यो फिलिङ्स कहिले पनि चेन्ज भएन के। आज फेरि सुरु गरिदिएको छु। भन्छ अनि न्यू जर्नी न्यू च्याप्टर, तर न्यू जर्नी चाहिँ त्यस्तो केही पनि होइन। जस्ट म चाहिँ मेरो गाउँ जान लागेको मात्रै हो। थाहा छैन कतिसम्म लाग्छ, तर यो पललाई क्याप्चर गर्न मन लाग्यो मलाई आज अति नै। सो त्यही नै हो गाइज, हेर्दै गर्नु होला भिडियो है त। If you are watching this video, welcome to my life and journey. धारकै घरकै ठ्याक्कै यहाँनिर एउटा खाजा खाने ठाउँ छ। म अब यहाँनिर चिसो खान्छु अनि त्यसपछि फेरि कन्टिन्यू गर्छु है त। के भन्छ यार, यो कहाँनिर आइपुग्यो? पुरिन्टार कटिसक्यो। पुरिन्टार कटेर यहाँनिर छ है बाटोमा। मुखसुख धुनु पर्यो अब। हेर खौडा आमा धुलोले। अनि स्कुटर चाहिँ कस्तो भएको छ कि। अनि यहाँनिर धारा छ, अनि सानो झर्ना छ है। पहिला पनि आएको थिएँ म यहाँ। भइसकेको छ मेरो स्कुटरको हालत। फाइनली म चाहिँ मुगलिन बजार आइसकेँ है। देख्न सक्नुहुन्छ गाइज, नजारा चाहिँ यस्तो खालको छ। काठमाडौँबाट मुगलिनसम्म चाहिँ बाटो अलिकति गाह्रो नै छ है। बाटोहरू कन्स्ट्रक्सन भइरहेको भएर चाहिँ धुलो चाहिँ ओभर खाइन्छ, त्यही भएर रेनकोटहरू चाहिँ युज गर्दा बेटर हुन्छ। सो यति बेला चाहिँ म यो मुगलिनको भाइरल पुलमा छु है त। यो तलको बाटो गयो भने चाहिँ ठ्याक्कै चितवन पुग्छ। अनि हामी चाहिँ अब यहाँबाट राइट लागेर तनहुँ जाँदैछौँ गाइज। मान्छेहरू टिकटक बनाउने टिकटक स्पट मान्छेहरू आएको छ।
गाइस म चाहिँ अहिले ग्रिनबाट पनि हिँडेको अब राति पढ्न लागिसक्यो पानी पर्ला भन्ने डर भइरहेछ सो पानी पऱ्यो भने चाहिँ फेरि धोबी खान्छ पानी मैले चाहिँ रेनकोट पनि बोकेको छैन एउटा प्लास्टिक चाहिँ छ मसँग त्यही हो अब आज पानी परेन त्यही नै मेरो लागि ठुलो कुरा भयो सो यस्तै छ आज मेरो जर्नी चाहिँ त्यही नै हो गाइस अब हेर्दै जाम है त बाटोमा के भेटिन्छ के देखिन्छ म देखाउने प्रयास चाहिँ गर्छु मसँग के छैन भन्दाखेरि चाहिँ हेलमेटमा माउन्ट गर्ने कुरा पनि छैन अहिले भिडियो पनि स्टिल मैले फोनबाटै गरिरहेको छु सो त्यही भएर के कस्तो क्वालिटी आइरहेको छ अहिले चाहिँ आबु खैरेनदेखि पोखरासम्मको बाटो चाहिँ बब्बाल भएको छ क्या यस्तो दामी भएको छ छाब्दी ए होइन के भन्छ अकला मन्दिरतिर आइदिएको है सो यता फ्रेस भएर मुखसुख धोएर सिधो भएर जाम भनेर यता आइदिएको छु है त मान्छे कोही हुँदैन रहेछ यतातिर फ्रेस हुनको लागि आइसक्यो त्यो गाइस म चाहिँ अहिले यहाँनिर फ्रेस हुनको लागि आइसक्यो है यहाँनिर अकला मन्दिरको छेउनिर मन्दिर चाहिँ फेरि उपर छ यस्तो दाम बसेछ हौ थुप्रा त यहाँनिर छु म अब यहाँ चिल पारामा रेस्ट गरेर बस्छु है म सुतेर उपर थाके सो गाइज म चाहिँ यो अकला मन्दिरनिर आएर पुरा रेस्ट गर्दैछु है ठ्याक्कै यहाँनिर आइपुग्यो अनि यहाँनिर आनन्द शीतल हुन्छ क्या अनि यहाँनिर धारा पनि छ यता साइडमा अनि म त्यहाँ मुखसुख धोएँ अनि त्यसपछि यहाँ चिल पारामा नदी हेर्दै टक्क बस्दैछु है सो यहाँनिर चाहिँ कस्तो मजाले चरा कराइरहेको छ कि लुक्खर भन्दैछ आनन्द छ बस्न चाहिँ शीतल छ है अहिले चाहिँ घाम पनि लागेको छैन पानी पर्ला जस्तो भइरहेको छ दिन चाहिँ आनन्द छ क्या त्यो दायाँ बायाँ पोखरी अनि यता पहाड छ है चिल पारामा बस्दैछु अब एकछिनमा घरतिर लाग्नुपर्छ म चाहिँ आज सर्टकट बाटो जान्छु बरादीदेखि सिधै माथि झारगाउँ निक्लेर गाउँ जाने हो डुम्बेबाट घुम्यो भने घुमाउनु पर्छ सो अब बाटोमा अनि घरतिर गएर भिडियो बनाउँछु यसो हेर्दै गर्नुलाई त
आइसक्यो है। अब यता चाहिँ बाटो पनि पिच भएको रहेछ अलिअलि। सो यस्तो भरिया जस्तो भएर आएको छ म चाहिँ। यो के भन्छ अरे पाउरोटी बेच्ने मान्छेले जस्तो यता यता पोका झुन्डाएर है पानी परेर मैले सबै प्लास्टिकमा हालिसकेको छु। अनि सो गाइज म चाहिँ पानी परेर है कपडा सपडा नि अलिअलि भिज्यो। अनि त्यसपछि के भन्छ अरे झोलाहरू सबै यो प्लास्टिकमा हालेर यसरी बोकिरहेको छु। त्यही हो, अहिले चाहिँ म झारगाउँ आइसकेँ। अनि त्यसपछि अबको 15 मिनटमा चाहिँ म गाउँ पुगिहाल्छु। सो अब यो माथि गाउँ भएर यो डाँडा चढेर चाहिँ अनि म जाने हो गाउँ। यता चाहिँ बाटो पनि पिच भएको छ है अहिले गाउँतिर पनि। म चाहिँ मेरो ब्युटिफुल भिलेज आइसकेको छु। मेरो घर चाहिँ यो वाला है, ओ यो ब्लू वाला चाहिँ है मेरो घर। हामी घाँस काट्नु जाने जङ्गलहरू गाइज। Patterns leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune. Caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. The dawn paints gold on the mountain's crown, while rivers whisper truth as they flow down. And their songs entwine with the trees that stand, knotted in time by nature's hand. Each echoing step on the forest floor, open